हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। म चाहिँ नवीना पुन आयो। हजुरहरू पनि सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै नै छु। आज हामी घुम्न जाँदैछौँ फ्यामिलीहरू भएर। घुम्न जाँदैछौँ नुवाकोट। ड्राइभर चाहिँ फेरि यहाँ हुनुहुन्छ। म को ड्राइभर हो के ड्राइभर हो। कहाँ जाने हो फुच्चा फुच्ची? आज नुवाकोट के गर्न जाने? पार्टी गर्न फ्यामिलीको पिकनिक। कहाँ पैसा बाबुसँग बाई एकदम ब्युटिफुल मेकअप। कोट घुम्न जाँदैछौँ अब सबै फ्यामिलीहरू भएर। आउँदै हुनुहुन्छ यता। ल ल ल बाई। ल हाम्रो बाबा फेरि यता हुनुहुन्छ। ल बाई बाई। हामी चाहिँ जाँदैछौँ अब माथि, अझै माथि। धरानमा रोक्दैछौँ, बुटोलको धरानमा सबै फ्यामिलीहरू भएर। ल हाम्रो यो धरान हेर्नुहोस्, बुटोलको धरान। हामी धेरै टाढा जाँदैछौँ अब। बाइक छ सानो फुच्चे नाचिरहन् नि। अझै उता जाँदैछौँ नुवाकोटतिर घुम्न। त्यही नै आजको दिन रमाइलो हुँदैछ। नाच्नु साङ्गाको डान्स हेर्नु साथीहरू। नाति बाजे नाति सबै। गाडी आयो। हामी बुटोलको नुवाकोट, पूर्वको धरानको धेरै टाढा। ल ल मेरो बेबी बाँदरको दाजु चाहिँ भाइ चाहिँ ज्ञानी। माया देऊ मम्मालाई छिरो। क्युटी भन्दै चट्ट पारामा यहाँ नुवाकोट आइसक्यो। हेर्नु होला हजुरहरूले पनि यहाँको भ्यू दामी दामी। अनि अब नास्ता खाना सुरु भइसक्यो यहाँ सबै भएर। केटाकेटीहरू चिकन चाउमिन खानलाई केटाकेटीहरू कराइरहेको छन्। नाइ मैले खाँदिनँ, खाऊ हो है। हाम्रो पास्कर बाबु पनि आएका छन् यहाँ। सबजनाले हाम्रो चुन्डुले पनि खाइरहेछ, पिरो भइरहेछ। चुन्डेलाई पनि चाउमिन खाएर कमजोर बनाउने भयो यसलाई। यसलाई चाउमिन मोमो खुवाउनु हुन्न, हुँदो रहेछ नखर। अरू खुवाएको भए बलियो हुन्थ्यो होला। खालि त केटाकेटीहरूले त्यो पानीको बोतल कहाँको त्यो खाने, ठुलाले त्यो बोतलको बोतल खाने। भ्यू पोइन्ट हेर्नलाई माथि जाँदैछौँ। हामी चाहिँ भ्यू पोइन्ट हेर्नको लागि माथि
डाँडामा जाँदैछौँ, हेर्नुहोला। यो गाई चाहिँ हिँड्न सक्दैन म त, योभन्दा धेरै। मन्दिर आयौँ हामी नुवाकोटको। छिटो आऊ छिटो। जाम जाम। कोही चाहिँ तान केटाकेटीहरू जेनिस खुवाइदिएर उडी ल हिँड हिँड एरिक नहेला अरूले। केबुल कार चढ्ने ठाउँमा छौँ हामी चाहिँ। हेमालाई धौ भयो जस्तो। छेमा भर्ती यहाँ हिँड्दैछौँ धौ भएर। ल भनिदिनु मेरो ब्लगमा आयो भनेर। म पनि आएको छु नबिनाको भ्लगमा। हेर्दै केबुल कार हेर्दै केबुल कारमा चढिसकेछौँ। त्यही पनि यहाँको फेरि माथि जाँदैछौँ हामी चाहिँ केबुल कारदेखि। केबुल कार चढ्ने ठाउँ चाहिँ यही नै हो। हामी चाहिँ अब माथि गएर देखाउँछु हजुरहरूलाई को भ्यू। यताको दामी डाँडा डाँडा पाखामा हिँड्न चाहिँ मलाई रमाइलो लाग्छ। हिँड्न गाह्रो गाह्रो भयो। बुटोलको नुवाकोटको भ्यू यहीँदेखि यहाँदेखि चढेर माथिदेखि देखाउँछु हजुरहरूलाई नुवाकोटको भ्यू टावर। भ्यू टावरमा हाम्रो भ्यू टावर कस्तो लाग्छ सान्बा हजुर? राम्रो एकदम एकदम यही हेर्न न हामी आएको हजुर। बाजे जिजबाजे र नुन तेल साट्ने ठाउँ बजार हो पहिला। यो हिँड्ने बाटो पनि हो। सानबालाई सबै थाहा त मेरो ब्लगमा हेरेर भनिदिनु न त। अहिलेको उस भनेको केबुल कार भनेको नुवाकोट आउँथ्यो सीताता केबुल कार। माथि त्यो तिनौ पुलको पुल, यो चिडिया खोलाको पुल, त्यो हल्का देखिएको फेरि त्यही हो गाई छौ। हामी चाहिँ यहाँ आइसक्यौँ आफ्नो गन्तव्यमा। नानीहरू चटपटेको नानीहरू चाहिँ यहाँ चटपटे पाखी चल्दैछ। हामी चाहिँ घर जाने हना 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 फर्किँदैछौँ अब चाहिँ हामी। यसले के गरेको? रिकको साथीहरू यहाँ लहटिरहने। रिक ए रिक किन लहटेको? खान्छु। हो हामी भ्यू पोइन्ट आउँदैछौँ। अब जाँदैछौँ हेर्नको लागि कस्तो कस्तो छ। अहिले चाहिँ राम्रो भएको रहेछ यहाँ पनि। बुटोल सहर भिडियो यति नै भयो। यो भिडियो यहीँ पिन गर्न चाहन्छु। हस्त धन्यवाद। हजुरले हाम्रो भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला।